44-46 सालमा असल क्याम्पसमा पढ्दाखेरि म आइएससीमा थिएँ, उहाँ बिएससीमा पढ्नुहुन्थ्यो र डासमा आसीन सम्पूर्ण साथीहरू, आज व्यस्त समयको बावजुद पनि मैले यो कार्यक्रम आजको यस कार्यक्रममा उपस्थित भएर केही शब्द राख्न पाउँदा मलाई अत्यन्त खुसी भएको छ। 30 गतेको तामाङ घेदौको कार्यक्रममा मैले आउन सकिनँ। मैले अत्यन्तै व्यस्त कार्यक्रमहरूले गर्दाखेरि म आउन पाइनँ। त्यसको लागि पनि म क्षमा प्रार्थी छु। आज दुईटा कार्यक्रम, लोसार कार्यक्रम र मिस तामाङ कार्यक्रम यहाँहरूले एकैसाथ गरिराख्नु भएको छ। लोसार, सोनाम लोसारको उपलक्ष्यमा यहाँहरू सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई लोसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र मिस तामाङ, 10औं मिस तामाङ पोखराको सबै कन्टेस्टेन्ट बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज म यो पोखराको अत्यन्तै सुन्दर सहरको यो भव्य कार्यक्रममा उपस्थित भएर केही शब्द राख्न चाहन्छु। म एउटा साधारण किसानको छोरा भएर रामेछापको एउटा गाउँबाट जन्मेर धेरै मेहनतका साथ विभिन्न चरणमा चुनौतीहरू सामना गर्दै आजको यस स्थितिमा आइपुगेको छु। मैले धेरै चुनौती सामना गरेको छु। गाउँको एउटा स्कुलमा पढेर सहरमा आएर एउटा स्कलरसिपमा इन्डियासम्म गएर इन्जिनियरिङमा अध्ययन गरेर नेपालमा आएर ऊर्जा क्षेत्रमा करिब 30 वर्ष काम गरेँ। ऊर्जा क्षेत्र मेरो लागि एउटा पाठशाला रह्यो, एउटा ठुलो पाठशाला जहाँबाट मैले धेरै किसिमको प्राविधिक, व्यवस्थापकीय र प्रशासनिक कुराहरू सिक्ने मौका पाएँ। तर जुन बेला चुनौतीको बेला आएको थियो त्यही बेला मेरो तत्त समयमा त्यही ठाउँमा चुनौतीको सामना गर्न म जहिले पनि उपस्थित हुन पुगेको छु। चिलिमे हाइड्रो पावर एउटा मेरो लागि पहिलो चुनौती थियो। रसुवामा रहेको चिलिमे हाइड्रो पावरमा धेरै समस्या थियो। त्यहाँ पुगेर मैले 4 वर्ष हाइड्रो पावरमा स्थानीय जनतादेखि लिएर सम्पूर्ण नेपाली जनताको सेयर स्थापित गर्नुपर्छ भनेर लडेँ र स्थापित गरेर त्यहाँको जनतालाई रोजगारी, सेयर र काम दिने वातावरण बनायौँ, जसले गर्दा म त्यहाँबाट बाहिरिँदै गर्दाखेरि, मलाई त्यहाँबाट निकालिँदै गर्दाखेरि रसुवाली जनताले 1 महिनासम्म आन्दोलन गर्नुभयो र तत्पश्चात म विद्युत प्राधिकरणमा आएँ र विद्युत प्राधिकरणमा एउटा लोडसेडिङको चरम अवस्थामा, चुनौतीपूर्ण अवस्थामा विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको भूमिकामा मलाई त्यहाँ अपोइन्टमेन्ट भयो र त्यो चुनौतीलाई सामना गरेर मैले लोडसेडिङ अन्त्य मात्रै होइन, देशैभरि दूर दराजको जनतासम्म विद्युत पुर्याउने काम गर्यो। करिब 105 वर्षमा करिब 50% मात्रै विद्युतीकरण भएको थियो। जहाँ विद्युत पुगेको थियो त्यहाँको लोडसेडिङ अन्त्यको विषयको कुरा भयो, तर 50% जनता 24 घण्टा लोडसेडिङमा बसेको थियो। हामीले त्यसलाई पनि अन्त्य गऱ्यौँ, सबैतिर बत्ती पुर्यायौँ। करिब 100% जनताले अहिले विद्युतको उपभोग गर्न पाएको
छ र नेपाली जनताले मात्रै विद्युत उपभोग गर्न पाएको होइन। अहिले नेपालको विद्युत भारत हुँदै बङ्गलादेशसम्म हामीले निर्यात गर्न पनि सफल भयौँ। करिब हामीले 20 अरबको विद्युत निर्यात गर्न सफल भयौँ। वर्षौँसम्म घाटामा रहेको संस्था, त्यो विद्युत प्राधिकरण स्थापना कालदेखि घाटामा रहेको संस्था सुरु वर्षबाटै हामीले नाफामा ल्यायौँ। 8 वर्षमा करिब 1 खरबको नाफा हामीले गर्न सफल भयौँ र त्यो रकम हामीले विद्युतीकरणमा र देशको विद्युत क्षेत्रमा ठुलो परिवर्तन गर्नलाई खर्च गर्न लगायौँ र यो एउटा परिवर्तन थियो। यो एउटा विद्युत क्षेत्रको एउटा ठुलो परिवर्तन थियो, चुनौतीपूर्ण थियो। चुनौतीलाई सामना गर्दै हामी अगाडि बढ्यौँ र जुन बेला समस्या समाधान हुँदै जान्छ त्यसपछि मेरो बर्खास्ती सुरु हुन्छ। त्यो बर्खास्ती विद्युत प्राधिकरणमा आएपछि पनि मेरो बर्खास्ती सुरु भयो। अस्ति 4 महिना मात्रै हुँदा मेरो बर्खास्त भयो। तर बर्खास्त हुँदै गर्दाखेरि फेरि पनि जनताको चाहनाअनुसार मन्त्रीमा नियुक्ति हुन सफल भयो। ती 3वटा मन्त्रालय नेपालको ठुल्ठुला ती 3वटा मन्त्रालयमा नियुक्ति हुन सफल भयो। त्यो कसैको बलमा होइन, आम नेपाली जनताको बलमा म त्यहाँ पुग्न सफल भयो। सबै नेपाली जनताको विश्वास, सबै नेपाली जनताको माया जुन हिसाबले मैले प्राप्त गर्दै रहेँ त्यही मेरो आत्मविश्वास हो। त्यो आत्मविश्वासले मैले धेरै काम गर्न सफल भएको छु। मैले 3 महिना काम गरेँ। 3 महिना भनेको करिब 115 दिन काम गर्दाखेरि करिब 107वटा काम गरेर निस्केको छु। 107वटा काम हरेक क्षेत्रमा 3टै मन्त्रालयको प्रमुख कामहरू हामीले गर्न सफल भयौँ। यो सानो छोटो समयमा हामीले धेरै कामहरू गर्न सफल भयौँ। यो जनताले देखेको विषय हो। जनताले चाहेको सर्भिस डेलिभरी हामीले दिन सकेका थिएनौँ। जुन बेला जनताले डेलिभरी खोजिरहेका हुन्छन् त्यो बेला हामीले त्यो डेलिभरी दिन सक्नुपर्छ, जनतालाई सेवा दिन सक्नुपर्छ। यो डेलिभरी नै अहिलेको मुख्य विषय हो। मैले आम नेपाली जनताले जुन विश्वास र माया गर्नुभएको छ, मैले कुनै सोसल मिडिया क्याम्पेन गरेर, भाषण गरेर, मिडिया क्याम्पेन गरेर जनताले मलाई विश्वास गरेको होइन। अर्ग्यानिक रूपमा मैले गरेको काम डेलिभरी दिएको हुनाले तपाईँहरूले आम नेपाली जनताले विश्वास गरेको मलाई लाग्छ। आज राजनीतिक परिवर्तन, धेरै ठुल्ठुला राजनीतिक परिवर्तन भए। देशमा विगत 70-75 वर्षमा ठुल्ठुला राजनीतिक परिवर्तन भए, तर आर्थिक रूपान्तरण हुन नसकेको कारणले यो देशमा विभिन्न समयमा फेरि पनि समस्याहरू आउने, राजनीतिक परिवर्तन खोज्ने अवस्था आएको छ। तर यो राजनीतिक परिवर्तनभन्दा पनि अब नेपाललाई समृद्ध बनाउनुपर्छ। देशलाई एउटा समृद्ध देशको रूपमा स्थापित गर्नुपर्ने आजको आवश्यकता। उज्यालो नेपाल अभियान हामीले विगत लामो समयदेखि चलाइआएको अभियान हो। देशभित्र, देश बाहिर, विदेशमा पनि मैले उज्यालो नेपाल अभियान भनेर अगाडि बढेका थियौँ। ठुल्ठुला चुनौती हामीले सामना गर्दै आजसम्म यहाँसम्म आइपुगेका छौँ। चुनौती देखेर भाग्ने होइन, चुनौतीलाई सामना गर्ने हो, चुनौतीलाई अवसरको रूपमा परिवर्तन गर्ने हो। हिजो जेन्जी आन्दोलनपछि जति पनि शहीद भए, युवाहरू शहीद भए, त्यो जेन्जी आन्दोलन पछिको अवस्था देश कतातिर जान्छ भन्ने गम्भीर अवस्थामा थियो। त्यो सरकार कस्तो बन्ने भन्ने पनि गम्भीर अवस्थामा थियो। त्यो भ्याकुमलाई, त्यो चुनौतीलाई स्वीकारेर म गएको थिएँ। म यो मन्त्री हुनको लागि भनेर गएको थिएन।
सम्माननीय प्रधानमन्त्रीज्यूले र जेनजीका साथीहरूले पनि यो कठिन अवस्थामा तपाईँहरू जानुपर्छ नागरिकको तर्फबाट यो परिस्थितिलाई सम्हालेर देशलाई एउटा सही दिशातिर अगाडि बढाउनुपर्छ भनेर अनुरोध गरेको हुनाले म गएको थिएँ। त्यो चुनौती स्वीकारेर गएको थिएँ। त्यो चुनौती स्वीकार गरेर आज एउटा देशलाई एउटा चुनावी वातावरणमा ल्याएका छौँ। देशमा करिब 115 दिनमा केही न केही हामीले कन्ट्रिब्युसन योगदान गरेका छौँ। यो चुनौती मैले स्वीकारेर गएँ। यो चुनौती स्वीकार गरेर जाँदै गर्दा र 115 दिनमा केही उपलब्धि हासिल पनि गऱ्यौँ र अहिले एउटा चुनावी अभियानमा हामी अगाडि बढेका छौँ। त्यसको लागि मैले सरकारबाट राजीनामा दिएर अगाडि बढेको छु। अबको चुनौती भनेको देशलाई समृद्ध बनाउन मैले ठुलो चुनौती लिएको छु। यो देशलाई समृद्ध बनाउनलाई अब राजनीतिक यात्रामा आउनुपर्छ। सही व्यक्तिहरू राजनीतिमा आउनुपर्छ। सही व्यक्तिहरू राजनीतिमा आएन भने यो देश परिवर्तन हुन सक्दैन। एउटा क्षेत्र मात्रै उज्यालो भएर हुँदैन। यहाँ धेरै अँध्यारा छन्, धेरै क्षेत्रमा अँध्यारा छन्। त्यो सम्पूर्ण क्षेत्रको अँध्यारो हटाउने भनेको राजनीतिक नेतृत्व नै हो। सही ठाउँमा आज राजनीतिक नेतृत्व भनेको प्रधानमन्त्री, मन्त्रीदेखि लिएर तलसम्मको नेतृत्व यदि सही भयो भने मात्र यो देश एउटा समृद्धतर्फ अगाडि बढ्नेछ। तसर्थ हामीले अब एउटा क्षेत्रलाई हेर्ने होइन, अँध्यारो देशलाई विभिन्न क्षेत्रको अँध्यारोलाई हटाउनको लागि एउटा सही नेतृत्वहरू चुनेर पठाउनको लागि तपाईँहरूलाई म आह्वान गर्दछु। आज तपाईँहरूले जसरी मलाई माया गर्नुभएको छ, जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वास र मायाको भरमा त्यसको आधारमा म आज यहाँसम्म आएको छु। अब तपाईँहरूको अझ ठुलो विश्वास र माया आवश्यक छ। मलाई त्यो आत्मबल आवश्यक छ। तपाईँहरूले आत्मबल दिनुपर्नेछ। त्यो आत्मबलले अब देशको नेतृत्व गर्न सकोस्, यो मेरो तपाईँहरूलाई अनुरोध हो। यो तपाईँहरूले यदि विश्वास गर्नुहुन्छ, तपाईँहरूको माया अझै पनि कुलमान घिसिङप्रति छ भने आउँदो चुनावको लागि तपाईँहरूले हाम्रो उज्यालो नेपाल पार्टीको जुनसुकै उम्मेदवार भए पनि समानुपातिक र प्रत्यक्ष उम्मेदवारलाई कुलमान घिसिङ हेरेर मतदान गर्नुहोला। उज्यालो नेपाल पार्टीको हरेक ठाउँमा, हरेक गाउँमा संरचनाहरू, सङ्गठनहरू बनाउन तपाईँहरूले सहयोग गर्नुहोला। मेरो विशेष आग्रह छ। हामीले उज्यालो नेपाल पार्टी खोलेको 2 महिना भयो। 2 महिनाभित्र हामीले करिब 56-57वटा जिल्लामा हामीले संरचना बनाएका थियौँ। तर एउटा दुर्घटना यसलाई दुर्घटना भन्नुपर्छ। मैले क्षमा पनि मागिसकेको छु। यो मैले एउटा भुल गरेको थिएँ र हामीले एउटा स्वच्छ मनले, सिधा मनले नेपालमा एउटा वैकल्पिक शक्ति सशक्त निस्किनुपर्छ, सशक्त हुनुपर्छ र जेनजी आन्दोलनको स्पिरिट र आम नेपाली जनताको चाहना, देशको आवश्यकतालाई हेरेर हामी जस्तोसुकै परिस्थितिमा पनि एउटा शक्ति निस्किनुपर्छ। त्यो शक्तिले पुरानो शक्तिलाई विस्थापित गर्नुपर्छ भन्ने एउटा स्वच्छ मनले हामीले त्यो एकीकरणलाई अगाडि बढाएका थियौँ। तर त्यसलाई कमजोरीको रूपमा हेर्नुभयो र त्यो सफल हुन सकेन। त्यो सफल नहुँदा हामी अब एक्लै अगाडि बढ्ने भएका छौँ। यसलाई तपाईँहरूको साथ सहयोग आवश्यक छ। हामी करिब 12 दिन एउटा विषम परिस्थितिमा हामी पुग्यौँ र एउटा कुमामा भएको उज्यालो नेपाल पार्टी अहिले अगाडि बढेको छ। देशभरि उज्यालो नेपाल पार्टीले सङ्गठन विस्तार गरेको छ। हामी धेरै ठाउँमा उम्मेदवारहरू उठाउँदैछौँ। तपाईँहरूको साथ सहयोगको लागि म हार्दिक अपिल गर्दछु। उज्यालो नेपाल उज्यालो भविष्यको लागि तपाईँहरूको साथ सहयोग बिना अगाडि
बढ्न कठिन हुन्छ। तपाईँहरूको साथ सहयोगको लागि म हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रममा मलाई बोलाएर जुन सम्मान सत्कार र बोल्ने मौका दिनुभयो